लाइसेन्सको नयाँ प्रणाली अनुसार तपाईँले आवेदन कसरी दिने र फर्म कसरी भर्न सकिन्छ आजको भिडियोमा कुरा गर्नेछौँ। 7वटा प्रदेशबाट ड्राइभिङ लाइसेन्सको लागि फरक पोर्टलबाट कसरी आवेदन दिने। यदि तपाईँ कोशी प्रदेशबाट फारम भर्दै हुनुहुन्छ भने edlvrs.koshi.gov.np बाट गर्न सक्नुहुन्छ। त्यसै गरी मध्य प्रदेशबाट गर्दै हुनुहुन्छ भने edlvrs.madhes.gov.np। अब त्यसै गरी रहेको छ बागमती प्रदेशबाट गर्दै हुनुहुन्छ भने edlvrs.bagmati.gov.np। त्यसै गरी गण्डकी प्रदेशबाट edlvrs.gandaki.gov.np। अब त्यसै गरी लुम्बिनी प्रदेशबाट गर्दै हुनुहुन्छ भने edlvrs.lumbini.gov.np। त्यसै गरी अब रहेको छ कर्णाली प्रदेशबाट गर्दै हुनुहुन्छ भने edlvrs.karnali.gov.np र सुदूरपश्चिमबाट गर्दै हुनुहुन्छ भने edlvrs.sudoorpaschim.gov.np बाट गर्न सक्नुहुन्छ। सजिलै आफ्नै मोबाइल वा कम्प्युटरबाट आवेदन दिन सक्नुहुन्छ वा क्रोम ब्राउजरबाट गर्न सक्नुहुन्छ। यो सबै पोर्टलहरू डिस्क्रिप्सनमा राखिदिनेछु, तपाईँ त्यहाँबाट गएर डाइरेक्ट गर्न सक्नुहुन्छ। जस्तै मैले कोशी प्रदेशबाट ड्राइभिङ लाइसेन्स फर्म भर्दैछु, यसै गरी तपाईँ आफ्नो ड्राइभिङ लाइसेन्स कुन प्रदेशबाट भर्दै हुनुहुन्छ त्यो प्रदेश चुज गरेर कोशी प्रदेश देख्न सक्नुहुन्छ। यसमा टच गर्नुहोला। अब टच गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र भेहिकल रेजिस्ट्रेसन सिस्टम। भेहिकल रेजिस्ट्रेसन गर्न सक्नुहुन्छ, ट्याक्स पेमेन्ट गर्न सक्नुहुन्छ, नाम सारी गर्न सक्नुहुन्छ। हामीले गर्नुपर्ने भनेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्समा चुज गर्नुहोला, कन्टिन्यूमा क्लिक गर्नु न। अब तपाईँले क्लिक गरिसकेपछि न्यू लाइसेन्सको लागि 8 क्याटेगोरीको लागि तपाईँ रेनुअलको लागि पनि गर्न सक्नुहुन्छ। हामीले गर्नु भनेको नयाँ लाइसेन्स निकाल्नको लागि, तपाईँ नयाँ लाइसेन्स आवेदन दिनको लागि हो। हामीले यसमा न्यू लाइसेन्समा क्लिक गर्नुहोला। अब क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ न्यू रजिस्ट्रेसन नागरिक एप। यदि तपाईँको नागरिक एपको आइडी बनेको छ वा तपाईँ नागरिक एप चलाउनुहुन्छ भने तपाईँ योबाट पनि गर्न सक्नुहुन्छ, क्युआर कोडबाट। र तपाईँ यहाँ न्यू रजिस्ट्रेसन नेसनल आइडी, तपाईँले नेसनल आइडी छ भने तपाईँ यो नेसनल आइडीबाट सेकेन्डमा नेसनल आइडीबाट गर्न सक्नुहुन्छ। र यो फरेनरको लागि तपाईँ यो विदेशी नागरिकहरूको लागि हो, हामीले यो गर्नु पर्दैन। हामीले गर्नुपर्ने भनेको यो दुईटा मध्ये कुनै एउटा चुज गर्नुपर्ने हुन्छ। तपाईँले अब कुन माध्यमबाट गर्दै हुनुहुन्छ त्यो एउटा चुज गर्नुहोला। जस्तै म न्यू रजिस्ट्रेसनको लागि नेसनल आइडीबाट गर्नेछु र यसमा हामीले क्लिक गर्नुपर्ने हुन्छ। अब क्लिक गरिसकेपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ यस्तो प्रकारको आउने छ एप्लिकेसन। माथि देख्न सक्नुहुन्छ मेडिकलको लागि, अफिस अप्रुभलको लागि, एप्लिकेसन फीको लागि गर्न सक्नुहुन्छ। हामीले गर्नुपर्ने भनेको यसमा तपाईँले नेसनल आइडीको नम्बर राख्नुपर्ने हुन्छ। राखिसकेपछि अब तपाईँ यहाँ मोबाइल आफ्नो नेसनल आइडी अर्थात् राष्ट्रिय परिचय पत्रको आवेदन दिँदाखेरि मैले मोबाइल नम्बर युज गरेको थियो, त्यो मोबाइल नम्बर यहाँ राख्नुपर्ने हुन्छ। मोबाइल नम्बर पनि राखिसकेको छौँ हामीले। अब तपाईँको मोबाइल नम्बरमा यदि मेसेज आउँदैन भने, मोबाइलको नम्बरको ओटिपी आउँदैन भने तपाईँ इमेल एड्रेस पनि यहाँ राख्न सक्नुहुन्छ। र इमेल राखिसकेपछि तपाईँ यहाँ कन्टिन्यूमा क्लिक गर्नुहोला। ओटिपी राखेर तपाईँ भेरिफाई ओटिपीमा क्लिक गर्नुहोला। भेरिफिकेसन सक्सेसफुल देखाउँदैछ। अब तपाईँले यहाँ आफ्नो नाम र सिटिजन नम्बर, डेट अफ बर्थ, मोबाइल नम्बर, इमेल एड्रेस, पासवर्ड नम्बर राख्नुपर्ने हुन्छ। यहाँ अब यो सबै राखिसकेपछि यहाँ चुज गर्नुपर्ने हुन्छ एउटा सिटिजनको फोटो स्क्यान, नागरिकताको फोटो राख्नुपर्ने हुन्छ। अब राखिसकेपछि तपाईँ यहाँ चेक गर्दै जानुहोला। सबै ओके छ भने सेम अस पर्मानेन्टमा क्लिक गर्नुहोला। त्यति गरिसकेपछि अब सबमिट एप्लिकेसनमा क्लिक गर्नुहोला। अब तपाईँले यहाँ क्याटेगोरी चुज गर्न सक्नुहुन्छ। कुन क्याटेगोरीको लाइसेन्स निकाल्न चाहनुहुन्छ। ए मोटरसाइकल स्कुटर भयो, बी कार, जी भयो, तपाईँ सी टेम्पो, ई रिक्सा क्याटेगोरी चुन्न सक्नुहुन्छ। जस्तै म मोटरसाइकलको लागि एप्लाई गर्दैछु भने म ए नम्बरमा क्लिक गर्नुहोला। तल सारेर सबमिट एप्लिकेसनमा क्लिक गर्नुहोला। देख्न सक्नुहुन्छ एप्लिकेसन आइडी नम्बर। यो नम्बर चाहिँ तपाईँले स्क्रिनसट वा नम्बर यो सुरक्षित राख्नुपर्ने हुन्छ। र यसलाई यहाँ डाउनलोड गर्नको लागि तपाईँ यहाँ डाउनलोड एप्लिकेसन पिडिएफमा क्लिक गर्नुहोला। र अब देख्न सक्नुहुन्छ यो सुरक्षित राख्नुपर्ने हुन्छ। डाउनलोड गरिसकेपछि तपाईँले प्रोसिड टु सेलेक्ट डक्टर फर मेडिकल यसमा क्लिक गर्नुहोला। अल डिस्ट्रिक्टमा तपाईँ कुन जिल्लाबाट गर्दै हुनुहुन्छ तपाईँ यहाँ जिल्ला आफ्नो जिल्ला राख्नुपर्ने हुन्छ। यहाँ सर्च गरेर तपाईँ आफ्नो जिल्ला लेख्नुहोला। जस्तै मैले मोरङ लेखेको
मोरङ लेखेको छु। अब देख्न सक्नुहुन्छ यहाँ डाक्टरको नेम र मोबाइल नम्बर यहाँ देख्न सक्नुहुन्छ। अब तपाईँ यो मोबाइल नम्बरमा कल गरेर तपाईँ आफ्नो यो एप्लिकेसन आइडी नम्बर दिनुपर्ने हुन्छ र दिइसकेपछि तपाईँले 150 रुपियाँ चार्ज लाग्छ र तपाईँको मेडिकल टेस्टको लागि रिपोर्ट अपग्रेड गरेपछि तपाईँको यो 2 नम्बरदेखि 3 नम्बरसम्म जान सक्नुहुन्छ। यसै गरी तपाईँले पनि आफ्नो ड्राइभिङ लाइसेन्सको लागि प्रक्रिया गर्नु सक्नुहुनेछ।